क्षति भयो भारपट्टि क्षतिको एकिन विवरण चाहिँ हाम्रो सिस्टमले देखाउँदैछ। अब मतलब यो चाहिँ अब कति भयो भरिसक हामीले चाहिँ क्षति भए पनि हाम्रो क्लेम कम होस् भनेर मतलब हुनसम्मको लागि चाहिँ हामी त्यही करेक्सन गर्छौँ र नहुने कुरो बिल भाउचर पेश गर्छौँ। यो इन्जिनियरहरूले नै गर्ने हो। तलको त मोटामोटी चाहिँ के भनेदेखि 70-75 करोडको कति निस्किसकेको छ। मोबाइल हो, मोबाइलको सबै लिएर गए, महँगो मोबाइल चाहिँ लिएर गए, घडीहरू भएको सबै लिएर गए। रक्सीको पनि चाहिँ मतलब चाहिँ धेरै रक्सीहरू लिएर गए। अझै यिनीहरूले चाहिँ ट्रली लिएर जाने कोसिस गरेको थिए, त्यो चाहिँ के भन्ने हुन सकेन। कपडाहरू लिएर गए। हो यस्तै चाहिँ भनौँ न हजुरको यस्तै चाहिँ मतलब चाहिँ योभन्दा अझै धेरै क्वान्टिटीमा थियो। फलफुल तरकारीहरू सबै चाहिँ बर्बाद बनाइदिए। अब हामीलाई चाहिँ के भनेदेखि नेपालीहरूको एउटा चाहिँ के भनेदेखि यो अगाडि तामाको घडाहरू त्यो पनि लगाएर चाहिँ एउटा त कुचेको प्राप्त भयो, अरू कहाँ पुर्यायो त्यस्तै भयो। अनि अन्य धेरै सामानहरू चाहिँ के भनेदेखि त्यो आइसक्रिमको फ्रिजलाई लगाएर त्यहाँ गरेँ। यो चाहिँ एकदम नेपालमा चाहिँ के भनेदेखि चाहिँ धेरै कुरा भइसक्यो नि हैन। तर यस्तो घटना चाहिँ मैले देखेको छैन है। मैले पनि चाहिँ 35-36 सालदेखि चाहिँ के भनेदेखि आन्दोलनले मलाई चाहिँ एउटा चाहिँ जनआन्दोलन हेर्दै आएको। तर यस्तो किसिमको चाहिँ के हुलहुल्ल यस्तो चाहिँ के भनेदेखि एउटा लुट डकैती हो। यो यस्तो किसिमको घटना चाहिँ मैले देखेको छैन है।